नमस्कार, तपाई हेर्दै हुनुहुन्छ न्यूज 24 बहुअरुवा। म हुँ रुबिना। अब प्रस्तुत छ हाम्रो विशेष रिपोर्ट। बहुअरुवा मदरसामा बालबालिका र वृद्धवृद्धका लागि बन्दैछ जिम पार्क। वडा अध्यक्ष अमिरुल्लाहको एउटा सराहनीय कदम। राजपुर रौतहट नेपाल। राजपुर नगरपालिका वडा नम्बर 1 स्थित बहुअरुवा मदरसाको विकास र निर्माण कार्य पश्चात अब यहाँ अर्को एउटा ठूलो सकारात्मक परिवर्तन देख्न पाइएको छ। मदरसाको भौतिक सुधारपछि अब स्थानीय नागरिकहरूको स्वास्थ्य र मनोरञ्जनलाई विशेष प्राथमिकता दिइएको छ। बहुअरुवा मदरसा परिसरभित्रै बालबालिका, युवा तथा वृद्धवृद्धहरूका लागि एक आधुनिक जिम पार्क निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। यस महत्त्वपूर्ण र उदाहरणीय योजनालाई स्थानीय वडा अध्यक्ष मुखिया अमिरुल्लाहको विशेष सक्रियता र नेतृत्वमा अगाडि बढाइएको हो। निर्माण स्थलमा खुद वडा अध्यक्ष अमिरुल्लाह आफै उपस्थित भई चलिरहेको काम र खाडल खन्ने कार्यको निरीक्षण गरिरहेका छन्। कामलाई समयमै र उच्च गुणस्तरका साथ सम्पन्न गराउन उनी निकै गम्भीर देखिएका छन्। बालबालिकादेखि वृद्धवृद्धसम्मलाई हुनेछ फाइदा। यस जिम पार्कको मुख्य उद्देश्य गाउँका हरेक उमेर समूहका नागरिकहरूलाई स्वस्थ र सक्रिय जीवनशैली प्रदान गर्नु हो। पार्कमा एकातिर बालबालिकाहरूका लागि खेल्ने र रमाउने सुरक्षित ठाउँ हुनेछ भने अर्कोतिर युवा र वृद्धवृद्धहरूका लागि शारीरिक व्यायाम, फिजिकल फिटनेस र कसरत गर्नका लागि ओपन जिमका आधुनिक उपकरणहरू जडान गरिनेछ। खेलकुद र स्वास्थ्य प्रवर्धनमा जोड। स्थानीय जनप्रतिनिधि अमिरुल्लाहका अनुसार शिक्षा र तालिमका साथसाथै मानव जीवनमा शारीरिक विकास र सुस्वास्थ्य पनि उत्तिकै आवश्यक छ। यस जिम पार्कको निर्माणले वरपरका बालबालिकाहरूलाई कुलतबाट टाढा राख्दै खेलकुदमा व्यस्त रहन मद्दत गर्नेछ भने पाको उमेरका नागरिकहरूलाई बिहान बेलुका टहल्न र आफ्नो स्वास्थ्य राम्रो राख्न एउटा उत्कृष्ट वातावरण मिल्नेछ। हाल पार्कका लागि जमिन सम्झाउने र प्रारम्भिक तयारीका कामहरू जोडतोडका साथ भइरहेका छन्। स्थानीय उमेरदराज नागरिक तथा सम्पूर्ण ग्रामीणहरूले वडा अध्यक्ष अमिरुल्लाहको यस जनमुखी कार्यको उच्च प्रशंसा गर्दै यसले समग्र क्षेत्रकै मुहार फेरिने विश्वास व्यक्त गरे। बहुअरुवा मदरसा परिसरमा बन्दै गरेको यस जिम पार्कको थप अपडेटहरू लिएर हामी फेरि उपस्थित हुने नै छौं। हाललाई र सहयोगी आफ्ताब शेखका साथ न्यूज 24 बहुअरुवाका लागि म